Hello everyone, let's open these 2 GB packages with me. Your first package ma चाहिँ तीनटै products Hada Labo ko cha, and this first product is Hada Labo Advanced Nourish Hyaluronic Lotion, and I guess it goes well for dry to normal skin. मेरो चाहिँ combination skin ho. I don't know why I bought this. And the second one is from Hada Labo Perfect White Arbutin Cream. यो पनि मोइस्चराइजर नै हो. मैले चाहिँ अहिले युज गरिरहेको अल्फा आर्बुटिन सिरम नलगाउने सोचेको छु, अनि आर्बुटिन रहेछ यो मोइस्चराइजरमा, त्यही भएर यो लिएको. एन्ड द लास्ट वान फ्रम दिस प्याकेज इज क्लिन्जिङ वेल. यो पनि हाडा लाभोकै हो. व्हाइट हेड्स र सिबम छ मेरो सिटिजनमा, त्यही भएर मैले युज गर्न आँटेको. योभन्दा पहिले मैले युज गरेको थिइनँ, कस्तो हुन्छ थाहा छैन. अनि यो सेकेन्ड प्याकेजमा चाहिँ दुईटा चिज छ. फर्स्टमा छ यो 10,000 mAh को पावर ब्याङ्क. यो पावर ब्याङ्क चाहिँ 5000 को पावर ब्याङ्क 999 मा रहेछ अफरमा अस्ति, त्यही भएर मैले देख्ने बित्तिकै अर्डर गरेँ. तर मलाई अहिले चाहिँ बत्ती मन पोलिरहेछ, बिना काममा मैले पैसा किन खर्च गरेँ भनेर है, मलाई चाहिएको पनि थिएन. अनि यो चाहिँ स्किन 104 को सेन्टेला ब्राइटनिङ एम्पुल हो. योभन्दा पहिले चाहिँ मैले यही प्राइस रेन्जको अल्फा आर्बुटिन युज गरिरहेको छु, अहिले पनि गरिरहेको छु. तर त्यसले चाहिँ मेरो मेलाजमा ग्रोथलाई चाहिँ स्लो गर्यो, अनि एकदम डार्क थियो, फेड पनि भयो, तर कम्प्लिटली गएन. त्यही भएर अब मैले चाहिँ यो ट्राई गर्ने सोचेर यो अर्डर गरेको छु. अब हेरौँ यसले कस्तो हुन्छ. त्यो दुईटा प्याकेजमा भएको कुराहरू चाहिँ यही 5 वटा थियो. सम्म युज गरेपछि म रिभ्यू पनि दिन्छु.